मोबाइल फोन सिरानीमा राखेर सुत्दा हुन सक्छ यस्तो खतरा। अहिले हरेकको हातमा मोबाइल फोन हुन्छ। कलिला बालबालिकादेखि वृद्ध उमेरका मानिसहरू सबैमा मोबाइलको लत बसिसकेको छ। बिहान उठेदेखि रातमा ननिदाउन्जेल हामी मोबाइल चलाउने व्यस्त हुन्छौँ र अधिकांशले रातमा आफ्नो मोबाइल सिरानी मुनि राखेर सुत्ने गर्नुहुन्छ, जुन स्वास्थ्यको दृष्टिकोणले निकै गलत हो। धेरैजसो मानिस राति सुत्दा आफ्नो मोबाइल फोन नजिकै राख्न रुचाउँछन्। मोबाइल फोनलाई सिरानीको छेउमा राख्ने गरिन्छ। प्राय मानिस राति अबेरसम्म फोन प्रयोग गर्छन् र त्यसपछि नजिकै राखेर सुत्छन्। कतिपयले भने अलार्मको कारण पनि फोन नजिकै राख्ने गर्छन्। तर तपाईलाई थाहा छ मोबाइल नजिक राख्दाको असर स्वास्थ्यको लागि कति खतरनाक हुन सक्छ भनेर? धेरैलाई बिहानै टाउको दुख्ने, आँखा दुख्ने समस्या हुन सक्छ, तर मोबाइल फोनको कारणले हो भनेर थाहा हुँदैन। फोन छेउमा राखेर सुत्दा कस्तो हानि हुन सक्छ त? सुत्दा मोबाइल फोन कति टाढा हुनुपर्छ? राति फोन प्रयोग गर्ने लत कसरी छाड्ने भनेर विश्व स्वास्थ्य संगठनले केही भनेको छ। आज यही विषयमा जानकारी गराउँछौँ। मोबाइल फोन सिरानमुनि राखेर सुत्नुका असरहरू मोबाइल फोनमा हानिकारक विकिरण हुन्छन्, जुन लगातार उत्सर्जित हुन्छन्। यसको प्रभावले टाउको दुख्ने, मांसपेशी दुख्ने र अन्य धेरै स्वास्थ्य सम्बन्धी समस्या पनि हुन सक्छ। यसले मानिसको मस्तिष्कमा समेत हानि पुर्याउँछ। मोबाइल फोनको विकिरण इरेक्टाइल डिस्फङ्क्सनसँग सम्बन्धित छ। फोनबाट निस्कने नीलो प्रकाशले निन्द्राको हर्मोनमा असर गर्छ। यसलाई मेलाटोनिक भनिन्छ। यसले बाधा पुर्याउँछ, जसले गर्दा तपाईहरूलाई सुत्न समेत समस्या हुन सक्छ। यसकारण आफ्नो मोबाइल फोनलाई ओछ्यानबाट कम्तीमा 3 फिट टाढै राखेर सुत्दा खतरनाक विकिरणबाट बच्न सकिन्छ। विश्व स्वास्थ्य संगठनले मोबाइल फोनबाट निस्कने आरएफ विकिरणले मस्तिष्कको क्यान्सर समेत हुन सक्ने चेतावनी दिएको छ। राति फोन सकेसम्म साइलेन्स मोडमा राखेर सुत्ने गर्नुहोस्। यसो गर्नुभयो भने तपाईलाई हुने समस्याबाट बच्न सक्नुहुन्छ।